टमाटर लास्टै सस्तो भएको मौका पारेर मैले चाहिँ टमाटो केचप बनाउने निर्णय गरेँ है त। सुरुमा टमाटरलाई पुरै नुहाइदिउँ एकचोटि। दालचिनी, चुकन्दर, खुर्सानी, लसुन र फाइनली चप टमाटर चाहिँ अब 2 सिटी लगाउन छोडिदिउँ। 2 सिटी लगाएर निकाल्दा यस्तो देखियो रे। अब यो चुकन्दर र दालचिनीलाई चाहिँ निकाल्न पर्ने हुन्छ। अब पालो ग्राइन्डिङ गर्ने। ग्राइन्ड गरेको टमाटरको पेस्टलाई चाहिँ एउटा छान्ने लिएर यसरी छान्नु पर्ने हुन्छ। अब उक्त पेस्टलाई चाहिँ हिट दिएर तताउनु पर्ने हुन्छ एकदम मजाले। हामीले चाहिँ यहाँ अब सक्खर युज गरेका छौँ, पगालेको सक्खर। तपाईँहरूले चिनी पनि युज गर्न सक्नुहुनेछ है त। अब थोरै नुन पनि एड गरौँ। अलिकति चुक अमिलो पनि युज गरियो है। अघि निकालिएको चुकन्दर पनि राखिदिउँ। चुकन्दरले चाहिँ राम्रो कलर दिन्छ। पछि पकाइसकेपछि यो चुकन्दरलाई निकाल्न मिल्छ। एकैछिन पकाएपछि यो बजारको केचपसँग कम्पेयर गरौँ है त। हाम्रो केचप पाक्यो कि पाकेन त। यो भयो बजारको केचप अनि यो भयो हामीले पकाएको केचप। अब यहाँ के हेर्ने भन्दाखेरि यो बजारको केचपले चाहिँ पानी छोडेको छैन, अलिकति पनि पानी आएको छैन हैन। अब हामीले पकाएको केचपले पानी छोड्छ कि छोड्दैन जस्ट यति चेक गरौँ। एकैछिन छोडेपछि हाम्रो केचपले कति पानी छोड्यो त? धेरै पानी छोडिसक्यो। त्यसैले अझै पनि रेडी भइसकेको छैन। अब यसलाई अझै हिट चाहिएको छ भन्ने बुझ्नुपर्छ। अब फेरि टेस्ट गरौँ। एकछिन हिट गरिसकेपछि हामीले फेरि निकाल्यौँ अलिकति यो केचपलाई। अब पानी छोड्छ कि छोड्दैन हेरौँ है त। अझै रेडी भइसकेको छैन, अझै हिट गर्नुपर्ने आवश्यकता देखिन्छ। एकैछिन हिट गरिसकेपछि अब फेरि टेस्ट गरौँ। अब त सायद भइसक्यो होला, ठिक भइसकेको छ हाम्रो यो टोमेटो सस। अब चाहिँ सस रेडी भयो, यसमा पानी आएको छैन। अब यो 2 देखि 3 महिनासम्म चाहिँ मजाले खान सकिन्छ। यसमा थोरै भिनेगर पनि हालिएको छ है लास्टमा, त्यो चाहिँ नबिर्सनु। 1 बिर्को भिनेगर चाहिँ हालिदिनुपर्छ। हेल्दी होममेड टोमेटो केचप इज रेडी टु सर्भ।